तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा तत्कालीन कर्नेल सदन सिंह टन्डनको नेतृत्वमा निर्माण गरिएको अर्घाखाँचीको बलकोट पौवा अहिले पनि उत्तिकै आकर्षक रहेको छ। विक्रम सम्मत 1904 सालमा निर्माण गर्न सुरु गरिएर 10 वर्षको समय लगाएर बनाएको पौवा र त्यसभित्र शिवालय मठ तथा अन्य मन्दिरले पर्यटकलाई लोभ्याउने गरेका छन्। जङ्गबहादुरको जेठान समेत रहेका सनक सिंह टन्डनले आफ्ना बुबा परशुरामको आग्रहमा मन्दिर तथा पौवा निर्माण गरेको इतिहास छ। कलात्मक मन्दिर परशुरामेश्वर बनाउने हाम्रो कर्नेल सनक सिंह टन्डनज्यू मेरो जिजु बुवाको शालिग अनावरण गर्न पाउँदाखेरि ज्यादै नै हर्ष लागेको छ र यस अवसरमा म उहाँलाई स्मरण गर्न चाहन्छु। राणा जन्मिने बित्तिकै जर्नेल तथा कर्नेल हुने